हामी खासमा मन्त्रीज्यू विशेष गरी नेपालले पुरै आफै गाडी चलाएर हिँडिरहनु भएको छ नि, त्यो हिँड्नुको पछाडि एउटा कारण छ। नेपालका हरेक जमिनहरू चाहिँ कस्तो अवस्थामा छन्, सडकहरू कस्तो अवस्थामा छन्, हाम्रो जनताले कतिको दुःख शास्ति खेपिरहनु भएको छ भन्ने कुरा चाहिँ आफैले महसुस गरौँ भनेर उहाँ आफै हिँडिरहनु भएको छ। संजोगले मेरो जिल्ला पनि दोलखा जिल्लाको मान्छे म यही बाटोबाट जाँदै थियौँ, तपाईँहरूसँग भेटघाट गर्ने मौका जुर्यो। यहाँ समस्या छ, धेरै समस्याहरू छ। ती समस्याहरू समाधान गर्नको लागि तपाईँहरू जुन आशा बोकेर यहाँसम्म आउनु भएको छ त्यो आशा हामीले पनि बोकेका छौँ। अब अहिले भर्खरै कर्मचारीसँग मन्त्रीज्यूको थोरै उहाँले भन्नुभएको कुरा सन्दर्भ के हो भने पहिला चाहिँ गफ मात्र गर्ने चलन पनि थियो। जनताले त्यो कुरा उहाँहरूलाई राख्नुहुन्छ, उहाँहरूले मन्त्रीज्यूहरूलाई राख्नुहुन्छ, त्यतै हराइरहन्थ्यो। अब चाहिँ तपाईँहरूले समस्या उहाँहरूलाई राख्नुहुन्छ, उहाँहरूले चाहिँ यो समाधान गरिदिनु पर्यो। दुईटा कुरा हुन्छ, एउटा बजेट हुन्छ, अर्को कानुन हुन्छ। बजेट उहाँको जिम्मा, कानुन मेरो जिम्मा, हामी दुवैजना हेर्छौँ, सबै समाधान सकिएपछि तपाईँहरू केही चिन्ता मान्नु पर्दैन। हामी भर्खरै सरकार बनाएर कति 3.5 महिना 4 महिनाको अन्तरालमा छौँ। बिरुवा त रोपेपछि, बिउ त रोपेपछि उम्रिन पनि त समय लाग्छ नि, भर्खरै आइरहेछौँ। तर यो 5 वर्षको अन्तरालमा नेपालमा रूपान्तरणकारी एउटा काम गर्न सकौँ भन्ने उद्देश्यले काम गर्दैछौँ। एकदम इमान्दारीपूर्वक कहीँ छलकपट केही पनि छैन। त्यो तपाईँहरूलाई चुनावमा जे बाचा गरेका थियौँ त्यही बाचामा हामी अडिग छौँ। तपाईँहरू चिन्ता नमान्नुहोस्, ढुक्क हुनुहोस्। तपाईँको समस्या जे छ यहाँ कार्यालय प्रमुखहरूलाई राख्नुहोस्। उहाँहरूले चाहिँ तपाईँहरूले चाहिँ कार्यालयमै आएर के समाधान गरिदिनु पर्यो। बजेट चाहियो मन्त्रीज्यूसँग, कानुन चाहियो उहाँ मार्फतबाट मौका आउँछ, समस्या समाधान हुन्छ, देश बन्छ है। ल धन्यवाद। जमाला है समस्या